आमा म मेसिन चलाउन लाएको लुगा खा भने दिनु न। आमा मिसिन चलाइछ म बुढीको लुगा त किन हाल्थिस् रे गनाउला फेरि। अनि मैले अघि त्यत्रोचोटि आमा लुगा छ भने दिनु भनेको सुन्नु भएन अनि? मैले सुनिनँ। ए ल ल कान्छी छोरी बल्ल खुसीको खबर सुन्न पाएँ। के हो र आमा त्यस्तो खुसी हुने खबर? के हुनु बाबु, तिम्रो कान्छी दिदीले बल्ल आनन्दको सास फेर्नु पाइ। के भएर आमा त्यस्तो? म नि सुनौँ न त त्यस्तो खुसीको कुरा के रहेछ? सासू ससुरा चाहिँ छुट्टिएर बसिन्छ। हजुर राक्षस जस्ता थिए, हजुर बल्ल आनन्द भयो। आमा चिया लिनु। खान्न 3 घन्टा भइसक्यो उठेर धन्ना गरेको यस बेला चिया लैजा तेरो चिया। काले अब हामी पनि यो घरमा नबसौँ, ब्यागहरू प्याक गर। अब आमाले तिमीलाई देखिसक्नुहुन्न, जाउँ हामी पनि बाहिरै गएर बसौँला कि कसो आमा? के भनेको बाबु तिमीले? हो त आमा, सधैँको किचकिच अब एक्लै एक्लै बसे आनन्द होला। अब यस्तो मन नपर्ने बुहारीसँग किन बस्नु? ल तिमी ब्याग स्याग प्याक गरेर रेडी बना है। दुःख गरेर हुर्केँ बढाएँ, अब श्रीमती पाएपछि मलाई छोडेर जान्छु भन्ने, म एक्लै कसरी बस्ने? कस्तो अचम्मको कुरा है। आफ्नी छोरी चाहिँ एक्लै बस्दैछ, सासु ससुरासँग छुट्टिएर बसेको छ भन्दाखेरि चाहिँ आनन्द रे बल्ल आनन्दको सास फेर्न पाएँ मेरो छोरीले भन्ने। अनि छोरा बुहारी चाहिँ छुट्टिएर बस्न खोज्दा चाहिँ अब बुहारी पाएपछि छोरा साइड लाग्यो भन्ने कुरा त एउटै होइन र आमा। अब हजुर पनि एक्लै बस्नु आनन्दको सास फेर्नु, अब यसलाई पनि आनन्दको सास फेर्न छ एक्लै बस्छ। दुईजना एक्लै एक्लै बसेपछि आनन्द। एकोरो रोटी पाक्दैन आमा। अब उसले सकेसम्म राम्रो व्यवहारै गरेकी छ हजुरलाई। अब उसले जस्तै राम्रो व्यवहार गरिदिनु, त्यसो भएपछि त सबै मिलिहाल्छ नि। घर स्वर्ग जस्तै हुन्छ। हजुरले पनि उसले जस्तै व्यवहार गरिदिनु, खुसी भइदिनु उसले गरेको कुरामा।